हेलो, हेलो सबैजनालाई नमस्कार। यिनी चाहिँ मेरी प्यारी छोरी अनि मेरो हस्बेन्ड चाहिँ एज अ स्टुडेन्ट 2023 जनवरीमा आउनुभएको थियो युके अनि त्यसपछि 3 महिनाको अन्तरालमा हामी पनि एज अ डिपेन्डेन्ट उहाँको डिपेन्डेन्टको रूपमा हामी यहाँ युके आयौँ। अप्रिल 2 मा आएका थियौँ। त्यसपछि हामी 9 महिनाको अन्तरालमा हामी बल्ल बल्ल ओ माई गड अनि लन्डन ब्रिज इट मिन्स लन्डन ब्रिज र टावर ब्रिज सबैजनाको सपना त्यहाँ गएर फोटो खिच्ने हुन्छ नि त नर्मली। अनि हामी चाहिँ त्यहाँ जाने योजना बनायौँ। बिदा थोरै बिदा थियो 1-2 दिनको अनि त्यसपछि जाने भनेर प्लान गऱ्यौँ। गयौँ पनि 9 महिनापछि। त्यसपछि हामी सिनहरू हेर्दै हेर्दै रमाइलो गर्दै गर्दै हेर्नुहोस् न कति राम्रो सिन के होइन। अनि नेपालको वातावरण यति प्रदूषित रहेछ होइन। अनि हामीले गुगलमा पनि चेक गरिरहेको थियौँ क्या युकेको पोल्युसन एयर पोल्युसन ओन्ली 3 देखाउँछ भने हाम्रो नेपालको 123 107 यसरी देखाउँदो रहेछ के। अनि हेर्नु न कस्तो अनि त्यसपछि कसलाई लाग्दैन आनन्द कसलाई लाग्दैन त भाइ अर्काको देश जानको लागि रहर आफ्नो बडीलाई स्वस्थ विदेशी खानपान भन्छ नि आफ्नो नेपालको खानपान भन्छ होला आफूलाई मिठो त लाग्ला तर मलाई जहाँसम्म लाग्छ मलाई यस्तो अनकम्फोर्टेबल फिल हुन्थ्यो होइन। अहिले युके आएपछि चाहिँ मलाई न बिरामी हुन्छ न केही पनि हुँदैन क्या। म यति धेरै स्वस्थ भएर बस्नु सकेको छु यहाँ न टेन्सन छ न। अनि 2-4 पैसा धेरै कमाउनु पाएपछि त मान्छेलाई टेन्सन पनि हुँदैन रहेछ। अनि हेर्नुहोस् न मेरो बुढा र मेरो छोरी उनीहरू चाहिँ एकदम इन्जोय गर्छन् क्या। गर्न त म पनि गर्छु तर उनीहरूले मेरो चाहिँ सर्ट लिइदिँदैनन्। म चाहिँ जहिले पनि उनीहरूको भिडियो एभ्री मोमेन्टहरू पुरै क्लिक गरेर राखिदिरहेको हुन्छु क्या क्याच गरेर राखिदिरहेको हुन्छु। अनि उनीहरू चाहिँ एकदम इन्जोय गर्छन् बाबा छोरी। अरू कोही साथी नै चाहिँदैन बाबा पनि खुसी भएर खेलिदिनुहुन्छ छोरीसँग। अनि उनीहरूलाई चाहिँ अनि मेरो छोरीको ट्रिक हेर्नु न यहाँ कहिले पनि बाबा र मम्मी खुसी हुँदैन अरे। अनि यसरी आइडिया लगाएर हामी दुईजनालाई खुसी बनाइदिएको रे। अनि मेरी छोरी चाहिँ हेर्नु न यहाँ पुरै हात्तीदेखि लिएर हिप्पो अनि त्यसपछि यतिहरूदेखि लिएर सबैजना जनावरहरूको स्ट्याचु राखेर चाहिँ होइन त्यहाँ अनि साइक्लिङ गरेको रे। अनि यति राम्रो भ्यू ओ माई गड सबैजनाको सपना हुन्छ ऊ त्यो पछाडिको टावर ब्रिजमा गएर टक्क बसेर फोटो खिच्ने होइन। हामीले त्यो पनि गऱ्यौँ। त्यसपछि फोटो सँगसँगै हामीले यस्तो भिडियो पनि बनायौँ होइन। यसो कहिलेकाहीँ हुन्छ नि त अनि मजा आउँछ नि त हामी गएर आएको थियौँ भनेर 2-4 भिडियो बनाएको थियौँ हामीले झलल। अनि मेरो छोरीलाई हेर्नु न पुरै झ्याउ लाग्यो रे उसलाई मोबाइल हेर्नु पर्यो रे। अनि यसरी घुम्न झ्याउ लाग्यो रे खुट्टा दुख्यो मम्मी थकै लाग्यो भन्छन् ठिकै छ। अनि हामी चाहिँ यस्तो राम्रो राम्रो सिनहरू अवलोकन गर्दै 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 घुम्दै हेर्नुहोस् न क्या दामी। अनि यो ओपन पनि हुन्छ अरे तर त्यो बेला चाहिँ ओपन भएन त्यो टावर ब्रिज हामी गएको बेलामा। अनि हामी चाहिँ यसरी घुम्दैछौँ। एउटा भिडियो कताबाट आएछ मेरो पनि के छ। हामी चाहिँ फोटो खिच्नको लागि पुरै त्यो कर्नर वेट गरेर बसिरहेको थियौँ कि मान्छेहरू ओ माई। Listen up! This is London, baby. आधा दुःख घटाएर आधा सुख बढाएर बिताउनु छ यो जिन्दगी। मरी बसायो नौजाले मोयाले मलाई फसायो नौजाले मोयाले मलाई राम्रो फुल कहाँ पाउँछ भमराले थाहा पाउँछ देउताको महिमा मोहनी रहेछ तिम्रो नजर।
2-4 वटा टिकटक बनाएर भ्याएपछि होइन फेरि अनि त्यसपछि मैले हेर्न थालेँ जताततै ओ माई गड यत्रो ठुलो ठुलो बिल्डिङ्स होइन अनि त्यसपछि मान्छेहरू आउने जाने क्रम एकदमै लामो चलिरहेको थियो अनि हामी चाहिँ एउटा ठाउँमा बसेर हेरिरहेको थियौँ त्यो सबै रमाइलो अनि हामीले सोचेको पनि थिएनौँ हामीले गरेको त्यो नेपालमा गरेको दुःख कति गऱ्यौँ होइन सानो उमेरमा भर्खर भएको त धेरै उमेर छैन तर पनि धेरै दुःख गरेर अनि हामीले पुरै त्यो नभनौँ होला अब यति धेरै के गरेर यहाँसम्म आएको छौँ भन्ने हामीलाई नै थाहा छ हामीले केही गर्नुपर्छ भन्ने हामीलाई लाग्छ अनि त्यसपछि हामी यति धेरै इन्जोय गऱ्यौँ छोरी मेरो बुढा र मैले सबै कुरा भुलेर अनि त्यसपछि हेर्दै यताउति घुम्दै हामी यसलाई चाहिँ खास यसलाई भन्दो रहेछ लन्डन ब्रिज अनि यहाँबाट देखिने जुन त्यो ब्रिजलाई चाहिँ टावर ब्रिज भन्दो रहेछ अनि हामीले चाहिँ यस्तो खालको भिडियो पनि बनाएको थियौँ अनि त्यसपछि हेर्दै रमाइलो गर्दै अँध्यारो भइसकेको हामीलाई पत्तै भएन त्यहाँ गइसकेपछि चाहिँ रमाइलो गर्दा भिडियो गर्दा यताउति सबै सिनहरू हेर्दा अनि अँध्यारो भएको पत्तै हुन्न हेर्नु न कस्तो राम्रो देखिने क्या होइन झलल्ल बत्ती बोल्दा अनि त्यति बेला पनि हेरेर जाने ल यो गेट नखुल्यो भने झन् रमाइलो हुन्छ होला भनेर गेट खोल्ने प्रतीक्षा गर्दै भएन अनि त्यसपछि हामी फेरि त्यही ब्रिजमाथि नै चढ्न गयौँ रमाइलो भयो अनि त्यो ब्रिजमाथि चढेर एकछिन यसो त्यतातिरको नजाराहरू हेऱ्यौँ धेरै नै रमाइलो भयो कि है अनि त्यति बेला हामी त्यही ब्रिजमै चढेर भिडियो बनाइराख्यौँ कि क्या हामीले अनि बनाइरहेको थियौँ अनि हेर्नु न अनि ल अब हेर्नुहोस् मेरो नाच पुरै गुल्जा जिया भन्दै त्यसपछि अनि 2टा फोटो खिच्यौँ अनि त्यसपछि हेर्नु न त्यहाँ मेरो छोरीको चाहिँ खुट्टा गल्यो रे हिँड्दा होइन चिसो थियो नि त त्यो दिनमा अनि बस्ने ठाउँ पनि कहीँ थिएन उभिरहनु परेको थियो हामीले अनि बाबाले बोकेर हिँडिरहनु भएको थियो अनि त्यसपछि रमाइलो गर्दै राति परिसकेको थियो अनि अब हामी चाहिँ जाने ल भनेर जाने तयारीमा फर्किने तयारीमा लाग्यौँ अनि त्यसपछि हामी त्यहाँबाट निस्क्यौँ अनि ट्रेन स्टेसन पुग्यौँ अनि त्यसपछि हामी बसमा पनि जाउँ कि भनेर सोचेको थियौँ होइन अनि एकदम टाढा पर्छ भनेर फेरि ट्याप गरेर ट्रेन स्टेसनभित्रै गयौँ अनि ट्रेनमा जाने भनेर अनि हामी हेऱ्यौँ अनि हाम्रो ट्रेन आइरहेको थिएन अनि हामी वेटिङमा बसिरहेको थियौँ अनि कति ट्रेनहरू गयो आयो कति के गर्यो होइन अनि हामी वेटिङमा बसिरहेको थियौँ त्यति बेला त्यसपछि हाम्रो ट्रेन आयो अनि हामी घर फर्क्यौँ